कस्तो होला सोच्नुस् आफै। हेर्नुस् यो डाँडामा घाम लाग्दा कति रमाइलो होला। क्या दामी छ है पछाडि सिन छ देख्नुहुन्छ। हाम्रो नेपाल राम्रो नेपाल, हाम्रो नेपाल राम्रो नेपाल रहेछ। हामी ननिक्लेर हो। सो हामीले आफ्नो नेपाल यस्तो सुन्दर छ, हामी हेरिरहेको छैनौँ कि हामी कता कता गइरहेछौँ कि इन्डियातिर गइरहेछौँ, अरूको देशतिर गइरहेछौँ। जमजम जमजम बाटो हाल खबर कालो भइगयौँ त यार सबैजना। सबैको हालत देख्न सक्नुहुन्छ उतातिर। उहाँ चाहिँ भिजिसक्नु भएको छ खै, उहाँ चाहिँ रुन सक्नुहुन्न, उहाँको पनि भिजेर हाँस्नु सक्दिनँ। कपडाले पिस्दै पिस्दै आउनु भएको छ। सो म चाहिँ अब मेरो पीडा चाहिँ अब कहिले पुज्दिने हो, पछि बुझाउँदा म चाहिँ प्वाइन्टदेखि टी सर्ट सबै भिज्यो, उहाँको पनि सबै खादा पनि भिजिसक्यो। सो उहाँको पनि सबै भिजिसक्यो भनौँ। चाहिँ अब के भएको छ आफै बुझ्नु होला अनुहारदेखि र। सो विमलले नकाटेर सिधै हालिदिन्छन् होइन। एडिटरको के फाइदा गरिदिनु सर धेरै यस्तो पहाड छ माथि देख्न सक्नुहुन्छ। केटाहरू चाहिँ जाँदैछ, म चाहिँ बिस्तारै आउँछु। उहाँको हालत हेर्नु कस्तो छ देख्न सक्नुहुन्छ, साथीहरूको हाल कस्तो छ देख्न सक्नुहुन्छ। केटाहरू कोही सुते देख्न सक्नुहुन्छ, उहाँ चाहिँ सुत्दै सुत्दै हिँड्नु भएको कोही कोही। अब उपाय छैन उहाँसँग, कोहीको पसिना निस्किसक्यो देख्न सक्नुहुन्छ, पसिना उहाँको। उहाँ अब म चाहिँ यहाँ छु, म चाहिँ यहाँनिर छु डाँडामा। भ्यू देख्न सक्नुहुन्छ, हामी कति माथि आइसक्यौँ पुरै। सो मेरो साइकल चाहिँ यहाँ छ, सुता छु मैले चाहिँ, मेरो पनि हालत खराब भएको छ। सो साँझ पनि पर्न लागिसक्यो देख्नुहुन्छ। के अहिले चाहिँ 7 बजिसक्यो। हामीलाई चाहिँ आज जसरी पनि दर्शन गर्नु छ माथि गएर। आज किनभने आज 32 हो, भोलि चाहिँ 1 गते साउन 1 गते माथि भिड हुन्छ। त्यही भएर चाहिँ हामी चाहिँ आज जसरी पुगेर भिडियो बनाउनु पर्ने छ। सो कोही छैन तिमी बाहेक। सो अगाडि छ हामी हिँड्दैछौँ, विवेकहरू साथीहरू अगाडि हिँडिसकेँ। सो म चाहिँ पछाडि पछाडि हुनेछ साँच्छु के, पछाडि पछाडि परिरहेको, बोली पनि निस्केन माको समय। साइकल लिएर डोराउँदै हिँडिरहेको छु। साइकल चाहिँ मसँग चाहिँ, म चाहन्छु साइकल नबिग्रियोस् मेरो, नत्र आउँदाखेरि चाहिँ 12, 13, 14 कति बज्ने। देख्न सक्नुहुन्छ हाम्रो नेपाल राम्रो नेपाल देख्न सक्नुहुन्छ। क्या दामी छ यहाँ सिन चाहिँ। हामी त्यो डाँडाबाट यो डाँडा आइसक्यौँ। सो अब चाहिँ म चाहिँ जान्छु होला अगाडि। मेरो सास पनि फुलिसक्यो देख्न सक्नुहुन्छ, पुरै पसिनाले कपडा लत्ता सब भिज्यो। अब जानु छ यताबाट, त्यहाँबाट कुटी छ क्या, कुटीमा हामी पानी खान्छ होला, हामीसँग पानी पनि छैन। यस्तो भिड पनि छ, साइकल गयो भने त गयो, सिधै मामा घर हो कि अब माइजू घर जाने हो थाहा छैन। अब हामी यहाँ गयो भने तल देख्नु, तल कति छ, तल गयो भने माइजू घर मामा घर सबै पुगिन्छ। ओहो सो देख्न सक्नुहुन्छ त्यहाँ एउटा सन्त निवास भन्ने एउटा मन्दिर आइसक्यो, मन्दिर कि कुटी भनौँ। सो हामी चाहिँ अब खुसी छु म चाहिँ। पानी आज हामी 7:30 साँझको 7:30 हुँदा आइसक्यो। अब खाने व्यवस्था छ कि छैन यहाँ थाहा छैन, किनभने चाहिँ भोलि चाहिँ 1 गते साउन 1 गते हो, त्यही भएर भोलि भिड हुन्छ हाम्रो यहाँ चाहिँ। त्यही भएर हाम्रो सोच चाहिँ आजै आउने, आजै भिडियो सिडियो बनाउने, सबै कुराहरू आज दर्शन गर्ने भन्ने विचार हो हाम्रो चाहिँ। हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ एउटा कुटी भेटाइसक्यो, एउटा बस्ने भवन जस्तो। सायद हाम्रो बस्ने व्यवस्था यहीँ हुन्छ जस्तो लाग्यो मलाई, खुसी लाग्यो। बस्ने व्यवस्था सायद यहीँ हुन जस्तो लाग्यो मलाई, छत पनि रहेछ आज। देख्न सक्नुहुन्छ यहाँबाट हाम्रो चिनहरू के लेख्यो, सन्तानेश्वर महादेव मन्दिरमा नेपालगञ्ज जेसिस हजुरलाई हार्दिक स्वागत गर्दछौँ, नेपालगञ्ज युरो एन्ड जनरल हस्पिटल। अब हामी त्यो कुटीमा गएर पानी खान्छौँ होला तलपट्टि। यहाँ चाहिँ कोही हुनुहुन्न, बाइक रहेछ एउटा। अब हेरौँ तल के छ। अब चाहिँ हामी साइकल चलाएर जाने विचारमा छ। हेरौँ म चाहिँ यत्तिकै जान्छु है। यहीँसम्म नै हो। देख्न सक्नुहुन्छ यहाँ माथि डाँडामा गाईहरू पनि पाल्नु भएको रहेछ। सो गाई पनि यहाँ हामी देख्न पाइयो, सोलर रहेछ यहाँ, सोलर पावर रहेछ यहाँको व्यवस्था चाहिँ। हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ खेतीपाती पनि रहेछ यहाँभित्र, यत्रो 7-8 किलोमिटर भित्र पनि खेतीपाती छ है, देख्न सक्नुहुन्छ। अगाडि हुनुहुन्छ एकजना, उहाँले के सुझाव दिनुहुन्छ।
अब उहाँले नै के व्यवस्था गर्नुहुन्छ होला, अब के हुन्छ थाहा छैन। हामी कहाँ पुग्यौँ, खै हराएको हो कि यार के हो। हामी चाहिँ देख्न सक्नुहुन्छ क्या राम्रो राम्रो खेतीपाती भइरहेछ यहाँ चाहिँ। यस्तो यहाँ हेर्नु गुलाबको फुल कलादिने होला, यस्तो राम्रो गुलाबको फुल देख्न सक्नुहुन्छ। यहाँ घर कस्तो राम्रो राम्रो छ, यत्रो यहाँ यस्तो भित्र पनि यस्तो राम्रो हुँदो रहेछ है, जङ्गलभित्र पनि। आज पहिलोचोटि यस्तो मैले एक्सपिरियन्स गरिरहेको छु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो बाबाहरू हुनुहुन्छ। सो यहाँ कुटीमा हुनुहुन्छ बाबाहरू। म चाहिँ पुगिसकेँ। यहाँ चाहिँ बोल्न अलि डर लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ बाबाहरू हुनुहुन्छ, कुटीहरू रहेछ भित्रमा। हजुर हजुर साइकल यहाँबाट माथि जान्न भन्ने कुरो आयो उहाँहरूले चाहिँ। अब यहीँ राख्ने हुन्छ कि ए साइकल अब हामीले यहीँ राख्यौँ। यहाँ पनि के चापी लाउँछु, मलाई लाग्छ यहाँ माछा पनि पालेछ जस्तो लाग्छ। ओ माछा, यहाँ माछा पनि छ, यहाँ माछा पालन पनि छ, देख्न सक्छु त्यो माछाको बच्चाहरू। वाह, माछाको बच्चाहरू पनि छ। हामी चाहिँ आइसक्यौँ। सो देख्न सक्नुहुन्छ कुटीहरू पनि छ। यता हाम्रो बाबाहरू हुनुहुन्छ बस्नु भएको छ उहाँ चाहिँ। सो भगवान् क्षमा चाहन्छु के गल्ती भएमा। सो बाबाजी हर महादेव। सो उहाँ बाबाहरू पनि हुँदो रहेछ। हामी चाहिँ सबभन्दा डाँडामा पुगिसक्यौँ, देख्न सक्नुहुन्छ। साइकल आउँदैन अरे यहाँबाट। सो हामी चाहिँ छौँ यहाँ। देख्न सक्नुहुन्छ यहाँ स्वर्ग देख्ने हो, स्वर्ग 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 हेर्ने हो, स्वर्ग। या सागर खोइ म यहाँ माथिबाट देखाएँ हाम्रो भ्यू के छ। अझै माथिबाट देखाउँदा सो अझै हामी माथि जान्छ होला। देख्न सक्नुहुन्छ स्वर्ग, हाम्रो स्वर्ग देख्नुहुन्छ। कुटीहरू छ यहाँ चाहिँ, बाबाहरू सबै बस्नुहुँदो रहेछ, सबै व्यवस्था छ। साइकल हामीले यहाँ राख्यो। अब अझै कति कति किलोमिटर छ अरे माथि सागर? अब आइसक्यो सागर? ल यहाँबाट हामी 10 मिनट पुग्छौँ अरे। सो देख्न सक्नुहुन्छ। पहिला सोलर सोलर देख्न सक्नुहुन्छ यहाँ। भनेपछि हामीलाई चार्ज गर्ने व्यवस्था छ। हजुर चार्ज गर्ने व्यवस्था यहाँ छ जस्तो लाग्यो मलाई चाहिँ। देख्न सक्नुहुन्छ त्यहाँ त्यत्रो छ सोलर। अय्या सो माथि चढ्दैछु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ कहाँ चढिरहेको छु म चाहिँ। या मेरो चाहिँ आज हालत खराब छ है। अय्या बस्ने हो कि कतै। वाह कुटीहरू देख्न सक्नुहुन्छ पाहाडमा। सबभन्दा माथि आउँदैछु। मन्दिर चाहिँ मन्दिर चाहिँ मैले देखिसकेँ। उहाँ पनि बाबाहरू हुँदो रहेछ है। फाइनल्ली हामी चाहिँ पुगिसक्यौँ भनौँ सबभन्दा नजिक। उहाँ देख्न सक्नुहुन्छ मन्दिर, हाम्रो सन्तानेश्वर मन्दिर पुगिसक्यौँ अब भनौँ। देख्न सक्नुहुन्छ उहाँ सन्तानेश्वर मन्दिर पुग्नु लागिसक्यौँ। साथीहरू हामी चाहिँ डाँडामा छौँ। स्वर्ग हेर्ने हो, स्वर्ग। अब हामी नजिकै पुग्यौँ, खुसी लाग्छ मलाई चाहिँ। अब चाहिँ बस्ने खाने व्यवस्था सायद होला जस्तो लाग्यो तल चाहिँ यहाँ चाहिँ। अब देख्न सक्नुहुन्छ। अब माथि पुग्नु छ मलाई, त्यहाँ माथि पुग्नु छ त्यो डाँडामा। त्यहाँ पुग्नु छ। सो खुसी लाग्यो मलाई चाहिँ। अब चाहिँ ल जीवन सर सास आयो नि। अब सागर जाउँ माथि, जाउँ मन जाउँ। कोही छैन तिमी बाहेक मेरो, कोही छैन तिमी बाहेक। सो मलाई खुसी लाग्छ यार, यत्रो पीडा हुँदा पनि खुसी लाग्छ यहाँ माथि आएर यार। म खुसी छु यार। तर कोही कोही पीडा होला मान्छेहरू है। भोकै छु यहाँ छु भनेर हामी चाहिँ खाएनौँ। हामी बेलाउँ त लिएर आएको छौँ 2-3 केजी। हामी झुइँबाट टिपेर। सो देख्न सकिन्छ। वाह कोही छैन तिमी बाहेक, कोही छैन। मलाई खुसी लाग्छ यार। ल हामी चाहिँ अब जान्छौँ होला माथि। यहाँ हाम्रो विवेक भाइ यहाँ छन्, भिडियोमा आउँदैछन्। देख्न सक्नुहुन्छ रात पनि पर्न लागिसक्यो, देख्नु सक्नुहुन्छ। अब चाहिँ अब हामीलाई माथि पुग्नु छ त्यहाँ डाँडामा। अब मन्दिर पनि आइसक्यो। सो सागरहरू उहाँ पुगिसक्यो हाम्रो साथीहरू चाहिँ। सो अब चाहिँ मलाई खुसी लाग्छ हामी पुगिसक्यौँ। सो उहाँ पुगेर उहाँ पुग्छौँ। अब हामी त्यहाँ पुग्नु छ। वाह देख्न सक्नुहुन्छ त्यहाँ यो मौसम
यही भन्छ यो मन, यही भन्छ आज पहाड छ खुसी, आज झरना छ खुसी, सायद देखेर होला हाम्रो यो मायालु जोडी। पाउँदैन, आधी घन्टा लाग्छ। कहाँ आधी घन्टा लाग्छ? गन्तव्यस्थल पुगिसक्यो। चढ्ने हो। अब आज भ्याउने हो, भोलि चाहिँ भोलि त 1 गते हो होइन सागर? भोलि हामीले पालो पाउँदैनौँ, यहाँ बाटो भिड हुन्छ, भोलि हिँड्न गाह्रो हुन्छ हामीलाई। बरु भोलि बिहानै होइन, भोलि बिहान नै हामी 4 बजे आएर पूजा गरेर फर्किन्छ होला सायद है। अहिले चाहिँ हामी माथि चढ्छौँ। भोलि चाहिँ हाम्रो अरू भिडियो सुट टिकटकहरू बन्छ होला, आज चाहिँ भ्लग मात्रै हो। चार्ट छैन हामीसँग, चार्ट पनि 20% छ। जति बेलासम्म भ्लग बन्छ। सो त्यही हो गाइस हैन, अहिले चाहिँ सिडी चढिरहेको छ, मस्त सिडी बनाएको छ कि। अब खुसी लाग्छ किनभने चढ्न लागिसक्यौँ हामी, पुग्न लागिसक्यौँ। सिडी छ, हेरौँ न कहाँ छौँ हामी। मेहनतको फल मिठो हुन्छ। सो हामी चाहिँ कति माथि छौँ। अय्या यो त पहाडमा बस्ने मान्छेहरूको पनि छैन कि, यति घर चढाएको छैन, यति चढाएको छैन भनिरहेको छ। तर मलाई आज खुसी लाग्यो यार यहाँ पुगेर यार है। मलाई अघिसम्म दुःखी थिएँ कसरी जाने होला। सो पावर मिल्दो रहेछ भगवान्ले दिएपछि होइन। सो देख्न सक्नुहुन्छ। तर हामी केही बिहानबाट भात खाएनौँ है, कसरी नठग केटा हो। जङ्क फुडहरू खाएको आज धेरै, देख्न सक्नुहुन्छ। अब हेल्प मिल्यो त जङ्क फुड, अनि किन काट्ने हो र? के भन्न चाहनुहुन्छ सर केटाहरू? कसैले के भन्न चाहन्छ? सो गाइस खुसी लागिरहेको छ, फाइनली गन्तव्यमा पुगिरहेको छौँ हामी होइन। त्यसपछि त खुसी लागिहाल्छ, खुसी लाग्छ। सिन हेरौँ न, सिन हेरेर खुसी हुन्छ कि म नि आएँ। म घर जान्न होला, अब यहीँ बस्छु होला। आइएम सरी है, आइएम सरी। अब हो रियलिटी मजा आइरहेको कि अब आएर भनिहाल्छ अरे सुविधा भयो त बस्न यति। के कमी छ र यहाँ? सुविधा, बाटोको असुविधा, भित्र सबै छ। सिँढी हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ। मलाई लाग्छ हामी जस्तो पिँढामा कोही आएन होला यार, साइकल लिएर उहाँबाट यार। पुग्न लागिसक्यो यहाँ माथि हेर्न सक्नुहुन्छ कति माथि छ। कोही छैन तिमी बाहेक मेरो। बाघ भालु यहाँ चढ्ने कि हिँड्न सक्दैन यस्तो हालत छ। हामी 5वटा बाघ यहीँ थला परिसक्यौँ, आज के हुने थाहा छैन। हजुर हेलिप्याड पनि छ। कहाँ रहेछ? हेर न कतै देखिहाल्छौ। यहाँ हुन्छ हेलिप्याड, नहुने हुँदैन। मैले के भन्छु त, यहाँ म्याक्सिमम आयो भने ए हेलिप्याड त्यहाँ रहेछ, त्यहाँ हेलिप्याड पनि रहेछ। मैले के भन्छु हो सामान त्यहाँ हो, त्यहाँ हेलिकप्टरले हो सायद। हेलिप्याड पनि रहेछ त्यहाँनिर, देख्न सक्नुहुन्छ। हाम्रो आँखा गएन है त्यहाँ गएर फर्किँदा फेरि हेलिप्याड पनि आउँछ। कोही छैन। क्या खुसी लाग्छ मलाई चाहिँ है। अब पुग्यौँ होला जस्तो लाग्छ। अब 7:30 हुन लागिसक्यो, टाइम पनि रात पर लागिसक्यो। आजै पुग्नु छ जसरी पनि, पुगेर दर्शन गर्नु छ। पूजाहरू भोलि गरिन्छ हामीले, भोलि 1 गते हो, साउन 1 गते। त्यही भएर आज 2टा धामहरू घुम्यौँ हामी, त्रिपुरेश्वर मन्दिर सो अनि सन्तानेश्वर। सो पुग्यौँ भनौँ, अब चाहिँ पुगिसक्नु लाग्यो। सास फुलिसक्यो मेरो चाहिँ, अब चाहिँ सकिन्न होला। ए भयो पहिलोचोटि यस्तो हिँड्दैछु, तर खुसी लाग्यो। मैले आर्मीको ट्रेनिङ गरेको 2 वर्ष लगातार आर्मीको लागि, यहीँ आएर काम लाग्यो। गाइस हामी पुगिसक्यौँ, देख्न सक्नुहुन्छ। सन्तानेश्वर मन्दिर पुग्न लागिसक्यौँ, पुग्यौँ, देख्न सक्नुहुन्छ। पुग्यौँ हामी, देख्न सक्नुहुन्छ। श्री सन्तानेश्वर महादेवको जय। हामी पुगिसक्यौँ, देख्न सक्नुहुन्छ। अब चाहिँ खुसी लाग्यो मलाई चाहिँ, अब चाहिँ म खुसी छु। पुगिसक्यौँ हामी चाहिँ माथि, देख्न सक्नुहुन्छ सबभन्दा माथि डाँडामा। सो भगवान्, सो
थ्याङ्क गड छ हामी राम्रोसँग आउनु पायौँ। सो यहाँसम्म है साँझ 7:30 भइसक्यो। बाघ भालु केही लागेन, साइकल पनि केही बिग्रेन। सो अब चाहिँ हामी आनन्दले घर जान्छौँ होला। त्यसपछि अब कता दर्शन हुन्छ त्यसपछि हेरौँ। देख्न सक्नुहुन्छ भोलि हामीलाई पूजा गर्न माथि पुग्यौँ। लजाम किन पूजा गर्न भोलि हामी भन है माथि देख्न सक्नुहुन्छ मन्दिर। सो यहाँ हेर्न देख्न सक्नुहुन्छ मन्दिर पनि देखाइ सो म चाहिँ जुत्ता यहीँ खोलेर माथि जान्छु होला। म माथि जान्छु। देख्न सक्नुहुन्छ माथि। केही लिएर जानुपर्छ, पढाउनु पर्यो। भोलि एकैचोटि जाने नि। नै सो म चाहिँ अब माथि जान्छु होला। म चाहिँ माथि जान लाग्छु। देख्न सक्नुहुन्छ सो थ्याङ्क गड। सो म चाहिँ अब पुग्छु माथि। सो एकजना बाबाजी कोही हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ एकजना। सो म चाहिँ जुरा खोलिसकेँ, भन्दा जुत्ता खोलिसकेँ। अब चाहिँ हिँड्दै जान लाग्छु माथि। आज पुग्छु, भोलि आनन्दले पुग्छु। सो आज चाहिँ म यहाँ जसरी पनि पुग्छु भन्ने मलाई मेरो यस्तो हालतमा यहाँ पुगिरहेको छ भने खुसी छु म। देख्न सक्नुहुन्छ यहाँ हाम्रो सिन, या देख्न सक्नुहुन्छ हाम्रो सिन कस्तो दामी छ। यहाँ चाहिँ हामी माथि पुगिसक्यौँ, सन्तानेश्वर देख्न सक्नुहुन्छ। सो पुग्यौँ भनौँ अब हामी पुग्यौँ गन्तव्य स्थलमा। सो थ्याङ्क गड। सो राम्रोसँग पुग्यौँ। हेर्नुहोस् साथीहरू, सो तपाईँ चाहिँ हिँड्दै आउनुभयो होला उतैबाट, बाइकमा साइकलमा किसिम नआउनु होला। म त्यही भन्न चाहन्छु। सो म चाहिँ पुगिसकेँ। देख्न चाहनुहुन्छ म पुगेँ भनौँ। अब चाहिँ हाम्रो एकजना बाबा हुनुहुन्छ। फाइनली गाइज म पुगिसकेँ आज हिँड्दै हिँड्दै। देख्न सक्नुहुन्छ उहाँ एकजना कोही हुनुहुन्छ हाम्रो। देख्नुहुन्छ हाम्रो बाबा हुनुहुन्छ माथि चाहिँ एकजना। सो म चाहिँ पुगिसकेँ। बाबाजी हर महादेव। देख्न सक्नुहुन्छ म पुगिसकेँ गाइज। सो सन्तानेश्वर महाराजमा पुगिसकेँ। सो हेर्न सक्नुहुन्छ साथीहरू, सो हाम्रो बाबाजी हुनुहुँदो रहेछ। बाबाजी हर महादेव। बाबाजीले सफा गर्दै हुनुहुन्छ। सो हामी देख्न सक्छौँ साथीहरू सबभन्दा माथि। सो म खुसी छु। सो यहाँसम्म पुग्यौँ। सो हामी चाहिँ अब बस्छौँ होला तलै गएर। आज खानपिन हामीलाई थाहा छैन, खाना खाइएको छैन बिहानबाट। देख्न सक्नुहुन्छ हामी चाहिँ यस्तो हालतमा छौँ। या बाबाजी हुनुहुन्छ हाम्रो। सो बाबाबाट पनि खुसी छु म। बाबा हुनुहुँदो रहेछ, केही कुराहरू सोध्छु म। देख्न सक्नुहुन्छ या कहाँबाट आयो मलाई। हामी देख्न सक्नुहुन्छ कस्तो छ, साँझ पर्न लागिसक्यो। हाम्रो भ्युज, हाम्रो नेपाल। या यस्तो घुम्न नि मजा आउँदो रहेछ। साथीहरूसँग घुम्न आउनु होला। अब चाहिँ म त्यही भन्छु, पीडा दुःख भयो भने हामी चाहिँ कहाँबाट आएको भने चाहिँ देख्नुहुन्छ यहाँ। बाबाजी के छ यहाँ? अब ठिक है हुन्छ। हाम्रो बाबा हुनुहुन्छ। सो म चाहिँ अब दर्शन गर्छु। सो गाइज, सो अब चाहिँ म भ्लग चाहिँ एन्ड हुन्छ होला। सो अब देख्न सक्नुहुन्छ हाम्रो यहाँ देख्न सक्नुहुन्छ हाम्रो मन्दिर छ। सो देख्न सक्नुहुन्छ। अब हामी चाहिँ उहाँ गेट वहाँ छ। साथीहरू सबै हुन्छन् है सबैजना। म चाहिँ अब यहाँ माथि छु। भोलि बिहान पूजा गर्न सो भोलि बिहान पूजा गर्न आउँछु म चाहिँ बिहान। भोलि 1 गते, साउन 1 गते हो। आज चाहिँ म भिडियो मात्रै बनाएँ। सो सरी भन्न चाहन्छु भगवान्लाई यसको लागि चाहिँ। भिडियो मात्रै बनाएँ मैले चाहिँ यहाँसम्मको। सो म चाहिँ अब भोलि बिहान पूजा गर्नको लागि बिहानै आउँछु। बिहानै 4-5 बजीतिर भोलि साउन 1 गते। सो साथीहरू भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। सो ब्लग चाहिँ युट्युबमा आउँछ, हेर्नु होला है गाइज। सो यहाँ चाहिँ आउनु होला, सबैजना भिजिट गर्नु होला। सबै राम्रो छ यहाँ चाहिँ सन्तानेश्वर मन्दिर। सो यहाँ आएपछि धेरै आफ्नो सन्तान नहुने मान्छेहरूको चाहिँ सन्तान हुन्छ भन्ने आस्था रहेछ भन्ने मैले सुनेको थिएँ। सायद होला पनि। देख्न चाहनुहुन्छ, देख्नुहोस् यहाँ चाहिँ हाम्रो बाबाजी पनि हुनुहुन्छ, पूजा गर्नुहुन्छ यहाँ चाहिँ। ल गाइज, ल सो देख्न सक्नुहुन्छ। अब चाहिँ म चाहिँ यहाँ डाँडामा छु क्या। खुसी लाग्यो कि यहीँ बस्नुपर्छ क्या म चाहिँ। हेर्नु न साथीहरू, म यहाँ छु। कस्तो राम्रो हावा आइरहेको छ कि क्या राम्रो छ क्या मौसम यहाँ। यहाँ देख्न सक्नुहुन्छ मेरो सास फुल्यो फेरि पुरै।
यहाँ हाम्रो मन्दिर हाम्रो सन्तानेश्वर मन्दिरमा आएपछि खुसी लाग्छ म खुसी छु त्यसै खुसी छु म अब पूजा भोलि बिहान गरेपछि झन् खुसी हुन्छ सो देख्न सक्नुहुन्छ अनि हामी भोलि चाहिँ बर्फानी जान्छौँ भोलि पूजा गरेर हामी बर्फानी जान्छौँ अनि बर्फानीको पनि भ्लग आउँछ युट्युबमा आउँछ युट्युबमा हेर्नु होला सो गाइज भ्लग चाहिँ म अब यहीँ एन्ड गर्छु सो गाइज बाई गाइज सो गाइज भ्लग चाहिँ यहीँ एन्ड हुन्छ सो सबैजना आउनु होला भिजिट गर्न यहाँ चाहिँ मैले तपाईँलाई सबै कुराहरू भनिसकेको छु सो अहिले चाहिँ हाम्रो भ्लग चाहिँ यहीँ एन्ड हुन्छ सो बाई गाइज बाई हाम्रो भोलेनाथ त्यहीँ हुन्छ देख्न सक्नुहुन्छ सो गाइज बाई सो अहिले चाहिँ म राखेँ भन्दाखेरि अहिले चाहिँ एन्ड गरेँ सो थ्याङ्क गड साथीहरू सो भ्लग चाहिँ यहाँ एन्ड हुन्छ सो अहिले चाहिँ मलाई एन्ड गर्न नि मन लागेको छैन यहीँ छु देख्न सक्नुहुन्छ ल बाई गाइज अर्को भ्लग आउँछ बाई